आज त घरमा बाँस पनि छैन रजिमा 1 रुपैयाँ पनि छैन कहाँ बाँस बस्ने हौ कहाँबाट म्यानेज त्यही त म सोच्दैछु त म्यानेज त कहाँ गर्नुपर्ने फेरि बेलुका डर पनि लाग्छ होइन हिजो 3टा बाघ भयो भेटाएको यहाँ ल हामी यतातिर सुत्यो भने ऊ कुकुर पनि रहेछ यता सुत्यो रात पनि उयो गरिदियो भने यो होमस्टे कसको होला हौ है यहाँ तल चाहिँ देखेको थिएँ मैले मान्छे उयो उयो कोही छैन पछि हो त ए हावाको कुरा नगर आफ्नो होमस्टे चाहिँ कसले छोड्छ मान्छेहरू कोही देखेको छैन भने बुझ्दैन अहिले पनि खुलै छ आज त्यहीँ बास बनाउँदै गयो त यो चाहिँ त्यो हेरेर मान्छेहरू छैन भने ती बास बस्नु उयो गाडी पनि रहेछ हाम्रो गाडी हो भाइ गाडी मेरो भाइ गाडी चाहिँ नछोइ पछि गर्छु ल खोलिन्छ चाबी खोलिदिनु पर्छ अहिले आइतो त यो गाडी चाहिँ मेरो हो नि फेरि होइन अब दिनुपर्छ कि ल कोही छ यो होमस्टेमा छैन तर यहाँ चट्टी पनि रहेछ कोही कोही छैन छैन हुन्छ भाइ हाम्रै होमस्टे भाइ हाम्रो यहाँ न भाइ मेरो यो चाहिँ मेरो बुढीलाई दिन्छु यो त मेरो मेरै भाइ होमस्टे यो के हो यो व्हाट इज दिस तालाको चाबी तालाको चाबी पनि आयो यो सबै बेच्दिउँ ल सबै भेटिनुपर्छ अब त हामीले यहीँ बासो भाइ हामी माली कहाँ छोड्नुहुन्छ हौ आयो भने चाबी मधेसीहरू हाल्नुपर्छ पैसा नआउने अब हिजो के को हल्ला हो साह्रै हल्ला पो गर्दैछ त हौ के को हल्ला एकपल्ट त हेर्नु पर्ने रहेछ त